तुम्हारी कृपा कटाक्ष से तुम्हारी कृपा कटाक्ष से चलो कृष्ण कन्हैया लाल की, सतगुरु महाराज की, प्राणनाथ प्यारे की। सिंहासन माथे विराजमान पूर्ण ब्रह्म परमात्मा अक्षरातीत धामनी राज जी को पवित्र श्री चरण में प्रणाम करते यहाँ उपस्थित परम आदरणीय गुरुजन पंडितजन, यहाँ आज का विशेष सभापति ज्यू, मुख्य अतिथि ज्यू, तीन तरह का श्री कृष्ण प्रणामी सेवा समिति, श्री कृष्ण प्रणामी युवा परिषद, श्री कृष्ण प्रणामी भाईजुराज महिला समिति, तीन तरह का अध्यक्ष जो संपूर्ण वहाँ का टीम पदाधिकारी जो यहाँ उपस्थित धर्मप्राण सद्धर्म प्रेमी धर्मानुरागी सुंदर साथी, श्री कृष्ण प्रणामी मंदिर थाकरे कलश अनावरण को यो सुंदर समय में हजुर हामी सबैको यहाँ आगमनले पक्कै पनि धादिङवासी सुन्दर साधु अनि थाकरे निवासी सम्पूर्ण भक्तहरूलाई अलग प्रकारको जोश उत्साह बढेको हुनुपर्दछ। यो पूर्ण ब्रह्म परमात्माको अनन्त अनन्त कृपा हामी सबैलाई वर्षेको छ। महामन्त्री प्राणनाथजी महाराजले जागनीको उद्घोष गर्दै भन्नुभएको छ, अब जाग देखो सुख जागनी ए सुख सुहाग न जो। जागो जगाओ जुगत सो, छोड़ो नींद विकार, पहचान कराओ पीयूषो, सफल करो अवतार। यो मानव जीवन हामीले प्राप्त गरेका छौं, यसलाई महामन्त्री प्राणनाथजी महाराजले अवतार भनेर भन्नुभयो। हामी मानव बनेर आएपछि विवेकी छौं, हामीले सोच्न सक्ने क्षमता छ हामीमा। हामीले सही के हो र गलत के हो त्यो छुट्याउन सक्ने क्षमता परमात्माले हामीलाई दिनुभएको छ। त्यसले गर्दा मानव जीवनलाई अलि छुट्टै प्रकारले अठालिएको छ। बाणीमा भनियो, आओ अवसर के म भुलिए। यो जीवन मिलेको छ, एउटा अवसर हो। अनि यो जीवनमा, मानव जीवनमा अवसर यानी कि के गर्नु पर्दछ त भन्दा प्राणनाथजी महाराजले सम्झाउनु भयो, कर्म प्रधान भूमि हो, सारा संसार कर्म प्रधान छ। यसले गर्दा कर्म गर, परन्तु त्यो कर्ममा विविध प्रकारका स्वार्थपना हुनु भएन। निस्वार्थ कर्म गर्ने दुई प्रकारका कर्महरू छन्, ऐष्ठिक कर्म अनि पौर्थ कर्म। हामीले मन्दिर बनाउँदछौँ, पार्टी पौवा, स्कुल, हस्पिटल, विविध प्रकारका सामाजिक कार्यहरू गर्दछौँ, पूजा पाठ गराउँदछौँ, दक्षिणा दिँदछौँ, दान दिँदछौँ। यो सारा का सारा ऐष्ठिक कर्ममा आउँछ। हाम्रो जीवन उन्नत बनाउनको लागि, सुखी बनाउनको लागि, समृद्धिशाली बनाउनको लागि यी कर्म अति आवश्यक छन्। यो गर्नुपर्दछ। मन्दिरमा जाने, मन्दिरमा गएर पूजा आरती गर्ने, तिलक बन्दन गर्ने, प्रसाद लिने, सामाजिक सेवाहरू गर्ने, जुन युवा परिषदको विशेष नारा नै छ। युवा परिषद देशका विविध प्रकारका विपन्न वर्गदेखि लिएर जुन संस्कार छर्नको लागि, सम्पन्न वर्गमा पनि संस्कार हैन भने त्यो वर्ग कुनै कामको छैन। हाम्रो कृष्ण प्रणामी युवा परिषदले यस्ता वर्गलाई सुन्दर सुसंस्कार पनि दिने, त्यसै साथसाथमा विपन्न परेकाहरूलाई सहयोग पनि गर्ने, विविध प्रकारका सेवाकीय कार्यहरू गर्दै हुन्छ। यो ऐष्ठिक कर्म अन्तर्गत आउँदछ। यानी कि ऐष्ठिक कर्म आवश्यक छ, परन्तु साथसाथमा आत्माको जागनीको लागि हामी यहाँ जब एक्लै प्रदेश पर्दछौँ, तो एक्लै हुँदा हाँस्ने, खुसी हुने, नाच्ने यो शक्ति हामीलाई प्रदान गर्ने कर्म भनेको पौर्थ कर्म हो। त्यो पौर्थ कर्मलाई कृष्ण प्रणामी समाजले आत्मसात गरेको छ। हामी चितवनीका माध्यमबाट, हामी ध्यान मेडिटेसनबाट, हामी विविध प्रकारका कार्यहरूबाट, सेवा पूजा नै गरेर जब हामी मन्त्र
जपद्वारा विविध प्रकारले हाम्रो मनलाई आत्मालाई शुद्ध बनाउँदछौँ। मन शुद्ध हुँदछ जब आत्मामा त्यो परमात्माको दिव्य आभा जब झल्किन थाल्दछ तब यहाँ सम्झाउनु भयो शास्त्रमा तिमीले औरत कर्म पनि गर्यौ। यसले गर्दा हामीले दुई नै प्रकारका कर्महरू गर्नुपर्दछ। समाजको सर्वाङ्गीण विकासको लागि पनि ऐष्ठिक कर्मबाट गर्ने अनि आफ्नो विकासको लागि पनि म अत्तालिन्न हामी साना साना कुरामा आत्तिने गर्दछौँ। किन त भन्दा हाम्रो मनलाई हामीले मन्थन गरेका छैनौँ, हामी कमजोर भएका छौँ। आर्थिक स्थितिले त मजबुत बन्यौँ परन्तु मानसिक स्थितिले कमजोर भयौँ। धैर्यता रहेन हामीमा, विविध प्रकारका एकता भनिन्छ नि। महामती प्राणनाथजी महाराज तारतम सागरमा भन्नुभयो संसारका जति पनि धर्महरू छन्, सम्प्रदायहरू छन्, जति सिद्धान्तहरू छन्, सन्त वाणीहरू छन्, ती सबैको तात्पर्य भनेको एउटै निचोड हो। त्यो निचोड भनेकै आत्माको जागनी। यसकारणले त भन्नु अब जाग देखो सुख जागनी, ए सुख सुहागिन जोग। यो दुनियाँमा अहिले जुन योग बनेको छ, जुन समय हामीले पाएका छौँ, यो चाहिँ आँखा बन्द गरेर आनन्द लिने होइन, जागृत भएर आँखा खोलेर त्यो परम आनन्दलाई, त्यो परम तत्त्वलाई जान्ने, आत्मालाई आत्मसात गरेर दिव्य परमात्माको, दिव्य परमधामको त्यो दिव्यतालाई धारण गर्ने हो। यो जाग, अब जाग देखो, जागृत भएर जुन कार्य हामीले बेहोसीमा गर्दैछौँ यही कार्य होसमा गर्ने हो। बेहोसीमा गर्दा कुनै प्रकारको स्वाद आएन भने होसमा गरिदियो भने त्यही कार्य हामी जुन आरती गर्दछौँ, पूजा गर्दछौँ, समाजका सेवा गर्दछौँ, दीन दुखीलाई भोजन दिलाउँदछौँ, उनीहरूलाई आवश्यक परेको हामीले विविध प्रकारका सेवाकीय कार्य गर्दछौँ। परन्तु यो कार्य गर्दा यदि होसमा गरियो भने हामीलाई त्यो पौर्त कर्मको आनन्द पनि आउँदछ। के सम्झाउनु भयो। यसकारणले प्राणनाथजी महाराजले भन्नुभयो कि छोडो निद विकार, निद्रालाई त्याग गर। निद्रा भनेको के हो त भन्दा हाम्रो मनमा मस्तिष्कमा जुन प्रकारको अज्ञानता छ, अन्धकार छ, त्यसैलाई भन्यो निद्रा। यो स्थूल आँखा चिम्लिने निद्रालाई निद्रा भन्नु भएन प्राणनाथजी महाराजले, परन्तु जसले सुन्दर जीवन पाएको छ, अवतारी जीवन पाएको छ मानव जीवन, अनि यो मानव जीवन पाएर पनि यदि अज्ञानताको अन्धकारमा रुमल्यो भने प्राणनाथजी महाराज भनेको छ उसको जीवन बेकार छ, उसको जीवन निरर्थक छ, सार्थक छैन। तो सुन्दर साथी, यो युवा परिषदको विशेष गरेर धादिङवासी हाम्रो विशेष गरेर अश्विन हाम्रो खतिवडाजी खूब जुझारु व्यक्ति, अब यो युवा अवस्थामा पनि जुन प्रकारले यहाँ धादिङ जिल्लालाई उहाँले समग्र देशमा जोड्दै हुनुहुन्छ, उहाँको पुरा टिमले अनि जो बडिल वर्ग हुनुहुन्छ धादिङका ती सम्पूर्ण बडिल वर्गलाई पनि धेरै धेरै धन्यवाद दिदछु। कारण कि धादिङ जिल्लामा कृष्ण प्रणामी समाजको एउटै मन्दिर, यही मन्दिर। अब कति जनसङ्ख्या छ मलाई थाहा छैन। धादिङ जिल्लाको सिद्धराजजीको कृपा भयो, पहिलोचोटि धादिङ जिल्लाको यो मन्दिरमा आउने अवसर मिल्यो, अनि यसको लागि युवा परिषदलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हामीले कोसिस गर्नुपर्दछ धादिङ जिल्लामा अन्य स्थानमा पनि हामीले जागरणीको कार्य गर्नुपर्दछ। घर दैलोको कार्यक्रम राख्नुहोस्, शाकाहारी अभियान राख्नुहोस्, जागनी गर्नुपर्दछ। हामीले सुन्दर साथको जागनी, एक आत्माको पनि जागनी भयो भने प्राणनाथजी महाराज भन्नुहुँदछ, हे सखी तिम्रो पिठ्यौँ परमधाममा मोल मिलाउमा श्रीराजजी महाराजले थपाउनु हुनेछ। यसले गर्दा राजजी महाराजको विशेष कृपा पनि हामीले प्राप्त गर्नु छ। खूब खूब खुसी लाग्यो। यो मन्दिरको कलश अनावरण भयो, अनि राजनीतिक क्षेत्रका हाम्रा सम्पूर्ण साथीहरूले पनि जुन प्रकारले यहाँ सेवा प्रदान गर्नुभयो, यो सुन्दर भवन निर्माण भयो, आजदेखि कलश पनि अनावरण भयो। सम्पूर्ण धादिङ निवासी युवा परिषद सेवा समिति बाइजु राजका सबै सुन्दर साथहरूलाई खूब खूब धन्यवाद र खूब खूब शुभकामना दिँदै देशैभरिबाट, झापाबाट, अलग अलग स्थानबाट, जिल्लाबाट आउनुभएका सम्पूर्ण
समितिका र सुन्दर साथहरूलाई खूब 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 धन्यवाद हुँदै सबैलाई प्रणाम गर्दै मेरो 2 शब्दलाई विराम गर्न दिदछु। जयकारको साथमा बोलो श्री कृष्ण कन्हैया लाल की, सतगुरु महाराज की, प्राणनाथ प्यारे की।